हाम्रो मनमा विभिन्न विचारहरू खेलिरहन्छन्। मनमा नकारात्मक विचार आउनु पनि आम मानिसकै कुरा हो। तर मनमा आउने विचार जब हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन् तब हामी थप चिन्तित हुन पुग्छौँ। यो भिडियोमा हामी जान्नेछौँ कि किन नराम्रो विचार आउँछ र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ। यो भिडियोले तपाईलाई सिकाउनेछ कि कसरी सही आदत अपनाएर आफ्नो दिमागलाई सकारात्मक विचारमा मोड्न सकिन्छ। म यस्ता 3 अचूक उपायको बारेमा बताउँदैछु जसले तपाईको मनको नकारात्मक विचारलाई शान्त पार्न मद्दत गर्नेछ। प्रमोद नाम गरेका एक युवा थिए। उनी एक कम्पनीमा काम गर्थे। उनी मानसिक रूपमा मजबुत थिए, तर एउटा समस्याले उनलाई सधैँ सताउन थालेको थियो। उनको मनमा बेला बेलामा नराम्रा नकारात्मक विचार आउन थालेका थिए। यिनै विचारले गर्दा उनी चिन्तित भइरहेका थिए। आफ्नो मनमा नकारात्मक विचार आइरहेका छन् भन्ने कुरा उनलाई थाहा थियो। कहिलेकाहीँ त उनले आफैलाई सोच्थे कि म खराब मान्छे पो हो कि, अथवा म गलत मान्छे पो हो कि, र कहिले उनले यो महसुस गर्थे कि मेरो सोचमा केही गडबड छ। यो कुरा अरू कसैसँग गर्न उनले सङ्कोच मान्थे, किनकि उनलाई यो डर थियो कि मान्छेहरूले मलाई नकारात्मक रूपमा हेर्नेछन्। प्रमोदले यो समस्याबाट छुटकारा पाउन यस सम्बन्धी थुप्रै चिजहरू पढे, इन्टरनेटमा खोजी गरे, तर कहीँबाट पनि उनले सन्तोषजनक जवाफ पाउन सकेनन्। एक दिन एउटा किताबमा उनले एउटा लाइन भेटाए। त्यो लाइन उनको दिमागमा क्लिक भयो र उनको सोच नै बदलियो। किताबमा लेखिएको थियो, तपाईको मनको विचार नै तपाईको सबै पहिचान होइन। असली सवाल यो होइन कि तपाईको दिमागमा के आउँछ, महत्त्वपूर्ण त यो हो कि तपाईले ती विचार सँगसँगै के गर्नुहुन्छ। यो लाइन प्रमोदको दिमागमा घुस्यो। उनले पहिलो पटक सोचे कि यदि मेरो विचार नियन्त्रणभन्दा बाहिर छ भने वास्तवमै यसको दोषी मै हुँ त। अब प्रमोदले तय गरे कि अब म आफ्नो दिमागलाई बुझ्छु र यी विचारलाई नियन्त्रणमा राख्ने कोसिस गर्छु। पहिलो उपाय, जबरजस्ती रोक्ने कोसिस नगर्नुहोस्। प्रमोदले सबैभन्दा पहिलो कदम उठाए कि मैले जबरजस्ती रोक्ने कोसिस गर्ने छैन। उनले यो महसुस गर्न थालेका थिए कि जब उनले नराम्रो विचारलाई रोक्ने कोसिस गर्थे तब ती विचारहरू झनै आउने गर्थे। उनले सोचे कि दिमाग एक रबर जस्तै हो, जति यसलाई तन्काइनेछ यो त्यति नै जोडमा फर्किने पनि छ। अब जब पनि उनको मनमा नकारात्मक विचार आउँथ्यो उनले अब त्यसमा ज्यादा ध्यान दिने भन्दा पनि नोटिस गर्न लागे। उनले आफ्नो विचारलाई एक बादलको तरहले हेर्न थाले, जुन आउँथ्यो अनि जान्थ्यो। दोस्रो उपाय, दिमागलाई सही दिशा दिनुहोस्। प्रमोदले यो पनि सिके कि यदि जब दिमाग खाली हुन्छ तब गलत विचारले त्यो खाली ठाउँमा आफ्नो ठाउँ बनाउने गर्छ। त्यसैले उनले अब नयाँ तरिका अपनाए। उनले एक नयाँ कोर्स सिक्ने निर्णय गरे। साथसाथै घरमा भएको बेला कुनै नयाँ किताब पनि पढ्न सुरु गरे। साथै घरका कामहरूमा पनि उनी सहभागी हुन थाले। जब उनले आफूलाई कुनै नयाँ चिजमा व्यस्त राख्थे तब उनको दिमागमा खराब विचार आउने सम्भावना कम हुन्थ्यो। यो उपाय प्रमोदको लागि एकदमै राम्रो साबित भयो। यसबाट उनले यो पाए कि जब सही चिजमा ध्यान केन्द्रित हुन्छ तब सोच पनि सकारात्मक हुन थाल्छ। तेस्रो उपाय, आफ्नो बानी सुधार्नुहोस्। प्रमोदले यो पनि बुझे कि जे कुरा उनले सोच्थे, सुन्थे, हेर्थे र जो जससँग समय बिताउँथे ती सबै कुराहरूले उनको सोचलाई प्रभावित गर्ने गर्थे। जब गलत विषयहरू सुन्थे, हेर्थे, सोच्थे अथवा गलत सङ्गतमा हुन्थे तब उनको विचार पनि सही दिशामा जाँदैनथ्यो। त्यसैले उनले अब तय गरे कि मन नपरेका मान्छेसँग बहस नगर्ने, मोबाइल हेरेर धेरै समय नबिताउने र आफ्ना साथी र सम्बन्धहरूमा सकारात्मक मान्छेहरूलाई चुन्ने। यानि कि उनले आफ्नो बानी आदत सुधार्नको लागि काम गरे
र बिस्तारै बिस्तारै उनको दिमाग शान्त र सफा हुन लाग्यो। अब जब उनको मनमा नराम्रो विचार आएको जस्तो लाग्छ, अब उनले त्यति महत्त्व दिँदैनन्। उनलाई थाहा थियो कि विचार आउनु उनको आफ्नो नियन्त्रणमा थिएन, तर ती विचारबाट कसरी छुटकारा पाउने यो पुरै उनकै हातमा थियो। प्रमोद जस्तै यदि तपाईँ पनि नकारात्मक विचारबाट चिन्तित हुनुहुन्छ भने यी 3 तरिकालाई अपनाएर हेर्न सक्नुहुनेछ। बिस्तारै बिस्तारै तपाईँको मन आफै शान्त हुनेछ र तपाईँले आफ्ना विचारमाथि अधिक नियन्त्रण भएको पाउनुहुनेछ। याद राख्नुहोला, विचारहरूलाई पुरै तरिकाले नियन्त्रित गर्न सकिँदैन, तर तपाईँ यो तय गर्न सक्नुहुन्छ कि कस्तो विचारलाई महत्त्व दिने र कस्तो विचारलाई जान दिने। यदि यो भिडियो तपाईँलाई उपयोगी लाग्यो भने लाइक सेयर जरुर गर्नुहोला ताकि अरूलाई पनि मद्दत मिलोस्। साथै सुदीप गेवाली च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला र यो महत्त्वपूर्ण कुरा सुन्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद।